साथीहरू अस्ति मैले ग्रीसको सिजनल भिसाको बारेमा एउटा भिडियो बनाएको थिएँ। धेरै साथीहरूले सोध्नुभयो कि यदि सिजनल भिसामा नेपालबाट ग्रीस आएपछि कम्पनीले सिजनल भिसाको रिन्यू गर्दैन भने इलिगल भयो भने के गर्ने भनेर धेरैको क्वेसन सोध्नुभएको छ। साथीहरू यदि त्यसरी इलिगल हुनुभयो भने तपाईहरु पहिलो कुरा त नआत्तिनुहोस्। नआत्तिकन के विकल्प छ भन्ने बारे बुझ्न जरुरी छ। यदि इलिगल हुनुभयो भने तपाई डाइरेक्ट पुलिसमा चाहिँ नजानुहोस्, पुलिसको छेउछाउमा नि नपर्नुहोस्। पुलिस भन्दा बाहिर कुनै गाउँ क्षेत्रमा बसेर अथवा लोयरको सहयोगमा तपाईले लोयरसँग सल्लाह गरेर कसरी काम गर्ने भन्ने बारेमा बुझ्न सक्नुहुन्छ। अथवा गाउँमै बसेर काम गर्दा पनि त्यति ठुलो समस्या त हुँदैन। तपाईलाई गाउँमा घरमा गएर त चेकिङ गर्दैन। यदि तपाई साच्चै शहरमा बसेर काम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईले लोयरसँग सल्लाह गरेर अघि बढ्न सक्नुहुन्छ। लोयरले सल्लाह दिने भनेको नि एउटा असाइलम हो। असाइलम भनेको शरणार्थी कार्डको लागि उले सल्लाह दिन्छ। अरु भनेको हामीलाई खासै त्यत्रो विकल्प त छैन। हामी इलिगल भएपछि त इलिगलै हो। हामीले त्यहाँनेरि केही गर्न नि सकिँदैन। इलिगल भएपछि एउटा लास्ट अप्सन भनेको शरणार्थी कार्ड अप्लाई गर्ने हो, असाइलम कार्ड अप्लाई गर्ने हो। त्यो शरणार्थी कार्ड अप्लाई गर्नको लागि चाहिँ शरणार्थी भनेको चाहिँ अब हामीलाई नेपालमा चाहिँ एकदमै ठुलो खतरा छ, मेरो ज्यानको खतरा छ, म चाहिँ यही शरण लिन्छु भन्ने हिसाबले गर्ने हो। तर हाम्रो त्यसो भन्नको लागि पत्याइहाल्ने अवस्था चाहिँ छैन है। किनकि हाम्रो नेपाल भनेको चाहिँ शान्ति क्षेत्र देश भएको कारणले ग्रीसले पत्याउन चाहिँ पत्याउँदैन। नपत्याए नि हामीले असाइलम अप्लाई गर्न चाहिँ पायो। अप्लाई गर्न त जसलाई नि त्यो अधिकार छ। तर त्यो अप्लाई गरेपछि पास हुने नहुने चाहिँ तपाईको स्टोरीले बताउँछ। तपाईको साच्चीकै रियल स्टोरी छ, तपाईलाई साच्चीकै नेपालमा गाह्रो छ, नेपालमा बस्न तपाईको ज्यानलाई सुरक्षाको खतरा छ भने चाहिँ तपाईको असाइलम पास पनि हुन्छ है। तर हामी जस्तो नेपाल जस्तो शान्ति क्षेत्रमा हामीलाई त्यस्तो ज्यानकै खतरा हुने त्यस्तो असुरक्षा त छैन। त्यही भएर हाम्रो फाइलहरु पास हुँदैनन्। पास नहुन्जेलको लागि तपाईले असाइलम अप्लाई गर्नुभयो भने चाहिँ तपाई क्याम्पमा गएर 1 महिना बसेपछि तपाईलाई असाइलम टेम्पोररी कार्ड चाहिँ दिन्छ एउटा। टेम्पोररी कार्ड भनेको 3 महिनाको लागि तपाईलाई काम गर्नको अनुमति, 3 महिनाको लागि त्यो कार्ड त 2 वर्षको हुन्छ। तर तपाईको त्यो रिन्यू चाहिँ जस्ट 3 महिनाको लागि हुन्छ। 3 महिनापछि तपाईले रिन्यू गर्नुपर्ने हुन्छ। त्यही कार्डको आधारमा तपाईले इका आमका बैंक अकाउन्टहरु बनाउन सक्नुहुन्छ र तपाई लिगली रूपमा काम गर्न सक्नुहुन्छ। त्यसरी काम गर्दाखेरि तपाई सुरक्षित पनि हुनुहुन्छ र तपाईले जुनसुकै ठाउँमा होटलमा रेस्टुरेन्टमा होटल रेस्टुरेन्ट कम्पनीदेखि लिएर हरेक ठाउँमा तपाईले काम गर्न सक्नुहुन्छ त्यो कार्डले चाहिँ। तर त्यो कार्ड तपाईको लागि टेम्पोररी मात्र हो, त्यो पर्मानेन्ट चाहिँ हैन। त्यो कार्डबाट तपाईले नेपालमा अथवा ग्रीस बाहिरका कन्ट्रीहरुमा चाहिँ आवत जावत गर्न सक्नुहुन्न। तपाईले ग्रीसमा चाहिँ त्यही कार्डले काम गर्ने, लिगल रूपमा काम गर्ने, लिगल रूपमा सबै कुराहरु गर्न सक्नुभयो। तर त्यो कार्डको चाहिँ डेट जम्मा 3 महिनाको हुन्छ। 3 महिना पछाडी चाहिँ तपाईले फेरि रिन्यू गर्नुपर्ने हुन्छ। कतिपय केसहरुमा रिजेक्ट पनि हान्दिराखेको छ। धेरै नेपालीहरुको रिजेक्ट पनि भइराखेको छ। फेरि रिजेक्ट भयो भने फेरि अप्लाई गर्ने। त्यसरी नै काम गर्न सकिन्छ लिगली रूपमा चाहिँ ग्रीसमा यदि इलिगल हुनुभयो भने। यो नेपालबाट सिजनल भिसामा जाने मात्रको केस नभइकन रोमानिया, बुल्गेरिया, सर्बियादेखि इलिगल रूपमा अवैधानिक बाटो भएर छिर्नेहरुको लागि पनि एउटा उत्तम विकल्प भनेको शरणार्थी अप्लाई गर्ने हो। शरणार्थी अप्लाई त त्यही हो, सबैले अप्लाई गर्नलाई पाए तर सबै केसहरु पास हुन्छ भन्नेमा चाहिँ अहिलेसम्म धेरै नेपालीहरुको त्यति धेरै पास भएको चाहिँ छैन है। त्यो रेकर्ड चाहिँ छैन। त्यही काम गर्नको लागि एउटा लिगल प्रोसेस जस्तो मात्रै हो। पास हुने सम्भावना चाहिँ एकदमै कम छ। किनकि नेपालीहरुको त्यस्तो स्टोरी नै छैन। कि त पहिला माओवादीको द्वन्द्वकालहरु जस्तो त्यस्तो घटनाहरु भइदिएको भए हामीलाई ज्यानको खतरा छ भन्दा नि पत्याउँथ्यो नि त। अहिले त्यो अवस्था छैन। त्यही भएर धेरैको पास चाहिँ हुँदैन। टेम्पोररी कार्डहरु 2 वर्षको लागि भनेर कार्ड आउँछ, तर त्यसको रिन्यू डेट चाहिँ जम्मा 3 महिना 4 महिना त्यसरी दिइराखेको छ। अहिले त त्यो भन्दा कसैलाई त 1 महिनाको दियो भन्ने नि सुनिराखेको छु।
तपाईँहरूलाई यस्तै ग्रिसको बारेमा अरू जानकारी लिनु छ भने चाहिँ यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, फलो गर्नु होला। धन्यवाद।